जहाँ जनता बोल्छ परिवर्तन सुरु हुन्छ। तपाईको आवाज हाम्रो अभियान। देश तथा विदेशबाट हेरेर हुनुहुने सम्पूर्ण प्रिय दर्शक महानुभावहरुमा मेरो तर्फबाट नमस्कार। स्वागत छ यहाँहरुलाई हाम्रो कार्यक्रम आवाज जनताकोमा। विशेष गरेर यो हाम्रो कार्यक्रमले जनताको आवाजलाई बुलन्द गर्दछ, जनताको विचारलाई यहाँहरुको बीचमा ल्याउँछ। हामीले विगतका दिनहरुमा धेरै नेतृत्वको हामीले आशा गरिसकेका छौं। धेरै नेतृत्वको विचारलाई हामीले पछ्याइसकेका छौं। धेरै नेतृत्वलाई हामीले आश गरिसकेका छौं। तर अब पालो आएको छ जनताको। परिवर्तन गर्ने पालो जनताको आएको छ। बोल्ने पालो अब जनताको पालो आएको छ। काम गर्ने अब जनताको पालो आएको छ। देश लथालिङ्ग भइसक्यो, देश तहस नहस भइसक्यो, अर्थ टाठ पल्टिसक्यो। अब जनता बोल्नुपर्छ। जनताले आफ्नो कुरालाई खोल्नुपर्छ। आफ्नो कुरालाई बाँधेर राख्नु हुँदैन भन्ने हेतुले हामीले यो कार्यक्रम लिएर आएका छौं। घचघचाउने काम अब जनताले गर्नुपर्छ। र हामी यस कार्यक्रम अन्तर्गत हामी साप्ताहिक रूपमा एउटा प्रश्न लिएर हामी जनमानसमा जानेछौँ। र त्यो प्रश्न हामी प्रत्येक हप्ता यहाँको बीचमा ल्याउँछौँ र जनताको उत्तरलाई हामी लिएर आउँछौँ। हामी धेरै जनताको बीचमा हामी जान्छौँ र उहाँहरूको विचारलाई बटुलेर यस युट्युब च्यानल मार्फत हामी प्रसारण गर्नेछौँ। र आजको यस साताको हाम्रो प्रश्न रहेको छ, हाल धरानको विकासमा स्थानीय सरकारको भूमिका कस्तो छ? विकास, स्थानीय सरकार, नेतृत्वमा आधारित रहेर हामी आजको यो प्रश्नलाई लाँदैछौँ जनताको बीचमा। र जनताले यही आधारमा रहेर उहाँहरूले उत्तर दिनुहुनेछ। वास्तवमै धरानलाई आज जनताले कसरी निहालिराख्नु भएको छ? आज धरानको नेतृत्वलाई जनताले कसरी निहाल्नु भएको छ? हामी कुनै पार्टी विशेषमा हामी जाने छैनौँ, हामी कुनै स्वतन्त्र विशेषमा नि हामी जाने छैनौँ। हामी जानेछौँ त जनतामा, जसले समस्या भोग्नु भएको छ, जसले पीडा भोग्नु भएको छ र जसले चाहिँ आफ्नो कर्तव्यलाई नबिर्सिकन उहाँ चाहिँ यो नेपाल देशमा रहिरहनु भएको छ। आज हामी ती जनताहरूमा जानेछौँ र उहाँहरूको बीचमा कुरा गर्नेछौँ र उहाँहरूबाट उत्तर लिएर आउनेछौँ। र हामी आशा गर्छौँ तपाईँहरूले यस कार्यक्रमलाई मन पराइदिनुहुनेछ र पक्कै पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहुनेछ र आफ्नो विचारलाई कमेन्ट बक्समा तपाईँले राख्नुहुनेछ। र यहाँहरूलाई हामी स्वतन्त्र छोड्छौँ, तपाईँले आफ्नो विचारलाई राख्नुहोस्। हाम्रो उद्देश्य नै जनताको विचारलाई जनता सामु ल्याउने हो। र आजको हाम्रो यस कार्यक्रमलाई हामी सुरु गरौँ हाम्रो प्रश्नबाट। आजको प्रश्न, हाल धरानको विकासमा स्थानीय सरकारको भूमिका कस्तो छ? को विषयमा अब स्थानीय तह निर्वाचन भएको 2079 वैशाखमा भएको र अहिले करिब 3 वर्ष भइसक्यो। र विकास निर्माणको क्रममा चाहिँ अब तीव्र गतिमा चाहिँ विकास निर्माण भएको छैन। अब एकदमै के छ भने कछुवाको चालमा चाहिँ भइरहेको छ। र त्यस कारणले यहाँ चाहिँ अब स्थानीय तहको मेयर भयो र प्रदेश सभासद भयो, यो केन्द्रीय सङ्घको सभासद भयो। अब उहाँहरूले चाहिँ सबै मिलेर चाहिँ एकजुट भएर एक ढिका भएर सबै बजेटहरू, केन्द्रीय बजेट, प्रदेश बजेट, स्थानीय तहको बजेट मिलाएर चाहिँ गरेर सडक निर्माण, ढल निर्माण, तपाईँको ड्रेन निर्माण, सामाजिक तपाईँको पुलहरू निर्माण गर्नुपर्ने हो। तर यहाँ के भयो भनेदेखि अब सङ्घीय संसदको सभासद चाहिँ अब राष्ट्रिय जनता पार्टीको भयो, यता प्रदेश सभासदहरू चाहिँ नेकपा एमालेको भयो, यता अब धरानको महानगरपालिका मेयर चाहिँ फेरि स्वतन्त्र भयो। त्यस कारणले चाहिँ नि तपाईँको कुराकानी उहाँहरूको एकदमै के भयो त मिलेन। मेयर उहाँहरू तिनै प्रकारको मान्छे भएको कारणले यो बजेट निर्माणको लागि, विकास निर्माणको लागि चाहिँ के भने एकता हुन सकेन। उहाँहरू के छ भने एउटा मिटिङ पनि बस्न नसक्ने, त्यो लगायत वडा अध्यक्षहरू पनि त्यति मजबुत ढङ्गले एकै मनका भएर केही काम गर्न नसकेको हो। त्यस कारणले विकास निर्माण चाहिँ एकदमै तपाईँको कम्ती भएको छ। 100मा तपाईँको एउटा 20% मात्रै हो। अब 2 वर्ष बाँकी रह्यो निर्वाचन हुने, तर अब 1.5 वर्षसम्म चाहिँ तपाईँको 4 महिना अगाडि चाहिँ स्थानीय तहको
निर्वाचन घोषणा हुन्छ। घोषणा भएपछि कुनै पनि कामहरू गर्न पाउने छैनन्, विकास निर्माण उद्घाटन कार्यक्रमहरू। त्यसैले उहाँहरू काम चलाउने एउटा सरकार मात्रै हुन्छ। त्यसैले अब 1.5 वर्षभित्रमा उहाँले गर्नुपर्ने काम जुन तीव्र गतिमा धरानको 20 वार्डको विकास निर्माण हुनुपर्ने त्यसै तीव्र गतिमा भएको छैन। त्यसैले 100मा चाहिँ 20% मात्रै काम भइरहेको छ। यो चाहिँ के छ भने तिनै प्रकारको यहाँ चाहिँ केन्द्रीय सभासद, प्रदेश सभासद र धरान महानगरको मेयर तिनैजना चाहिँ अब तिनतिर उभिएको कारणले एउटा मन वचन कर्म एक ढिका नहुने, बजेट छुट्याउँदा पनि नहुने, त्यस कारणले त्यो भएको हुनाले चाहिँ विकास निर्माण कमजोरै भएको धरानमा भने जस्तो चाहिँ भएको छैन। अब विकास भएको छैन भनौँ भने विकास भइराखेकै देखिन्छ। अब विकास छ भनौँ भने कहाँ भएछ त्यो चाहिँ थाहा छैन। यति नै हो। धरानमा अब हर्का साम्पाङले पानीसानी ल्याएर खुवाइराखेकै छ र वडा अध्यक्षहरू कुनैले पनि घुस खान चाहिँ पाएको छैन। यही हो विकास भनेको। ल धन्यवाद। लेखुवादेखि चतरा आउने कोरिडोर खोलियो भने धरान सुक्नेवाला छ। अनि खानेपानीको महामारी उस्तै छ। यसलाई समाधान गर्नका लागि स्थानीय तह र सरकार, केन्द्रीय सरकारले चाहिँ नि पहल गर्नुपर्छ। यो करिब 60 वर्ष भइसक्यो, अरे 30 वर्ष भइसक्यो धरानमा खानेपानीको बोर्डिङ गाडेर निकाल्दा पनि पुगेन। र यो कमजोरी चाहिँ स्थानीय सरकारको पनि हामी जनताको पनि कमजोरी हो। यसलाई सबैले स्वीकार गर्नुपर्छ। अब यो पहल गर्ने ठाउँको मान्छेले अलिकति इमान्दारी साथले पहल गर्नु पर्यो, घुस नखाइकन, स्वार्थी नभइकन गर्नु पर्यो। अनि त्यहाँबाट सुशासन कायम हुनु पर्यो। अहिलेको परिस्थितिमा नेता भन्नेहरू, नेता बनाउँदाहरू कुर्सी ओगट्न मात्रै सिपालु छन्। जनतालाई शिरमा राखेर काम गर्ने मान्छे छैनन्। अरू ठाउँको हेरिकन भएकै छ होइन, विकास नभएको होइन। अब पानी पहिलेको भन्दा अहिले पानी निकै म्यानेजमेन्ट राम्रो भएको छ पानीको। पहिलेभन्दा पानी अलिक पाइन्छ। तर धरान अब ठुलै सहर भइसकेको कारणले गर्दाखेरि त्यति मात्रै पानीले त नपुगेको हो कि जस्तो पनि चाहिँ हुन्छ। जुन मेयरको जुन हर्का साम्पाङको मेन एजेन्डा नै थियो नि त, त्यो चाहिँ पानीको थियो। पुगेको छैन। तर जति मेयरले गर्नुपर्ने थियो त्यो सबै गर्नुभएको छ। त्यो भनेको स्थानीय सरकारको मात्रै नै, त्यो केन्द्रीय सरकारदेखि नै नपुगेको कुरा हो। त्यो हामीले केही त्यसमा अब मेयर साहबलाई कोट लगाउनु पर्ने हुँदैन। यो भनेको प्रदेश सरकारदेखि नै केन्द्रीय सरकारदेखि नै यो नआएको हो। केन्द्रीय सरकारदेखि नै सहयोग नआएको हो। यसमा चाहिँ केही भन्नु मिलेन। तर अरू रोडहरू पनि अरू ठाउँको तुलनामा निकै नै पिछलाकै देखिन्छ। रोडहरू पनि ठिकै पहिलेभन्दा निकै नै रोडहरू पनि राम्रै भएको छ। तर जुन हिसाबमा हुनुपर्ने थियो, जुन हिसाबमा विकास धेरै हुनुपर्ने थियो, त्यो चाहिँ अलिक कम भइरहेको जस्तो लाग्छ मलाई चाहिँ। अब अलिक विकास चाहिँ अरू संसारको तुलनामा चाहिँ अलिक हामी विकास अलिक कम भइरहेको जस्तो मैले महसुस गरेको छु। जस्तै अब अरू ठाउँमा टेक्नोलोजीको प्रयोग गरेको देखिन्छ। अब यहाँ चाहिँ अब टेक्नोलोजी अलिक कम छ।
टेक्नोलोजी भन्दा पनि पुरानै शैलीको धेरै देखियो होइन, पुरानै शैलीको धेरै देखियो। त्यो के छ, कोट लाउनु पर्ने केही पनि छैन, सब ठिकै छ। जनताको अब मन नै बसेको छ। जनता मात्रै होइन, यहाँदेखि त अब बाहिर जाँदाखेरि पनि धरानको भन्दा चाहिँ मान्छेले चिन्छ, त्यतिकोसम्म चाहिँ भएको छ। हामीले पनि एकदम प्राउडली म धरानदेखि आएको भनेर भन्नु, अरू ठाउँमा जाँदाखेरि भन्नु सकिन्छ होइन, त्यो एकदम राम्रो पक्ष छ होइन। मैले चाहिँ कसरी बुझेको छु भन्दाखेरि अहिलेको अवस्थामा यसो न्याला हेर्दाखेरि चाहिँ अब विकास चाहिँ अलिक सुस्तै देखिरहेको छ। अब यसको प्रभाव भनेको चाहिँ अब मेन हाम्रो नेताजीहरूले अनि हाम्रो नगर प्रमुख हर्का साम्पाङज्यू र सम्पूर्ण वडाका अध्यक्षहरूसँग मिलेर सहकार्य गर्न सक्दा चाहिँ राम्रो हुन्थ्यो। यो चाहिँ अब मिलेर सहकार्य नभइरहेको अवस्था छ, त्यसले गर्दाखेरि अलिकति विकासमा न्यून भइरहेको अवस्था बुझिएको छ। अब यसलाई चाहिँ कसो गरेर हुन्छ, सुधार लान सक्दा चाहिँ राम्रो कुरो हो। अब अहिले विकासको नाममा हेर्ने हो भने अब पहिलो खानेपानी पर्छ, खानेपानीमा चाहिँ अब पहिलेको भन्दा केही सुधार भइरहेको अवस्था छ र अन्य विकास चाहिँ अलिकति सुस्तै छ। र यसको लागि चाहिँ अब हामी सबै मिलेर सहकार्य गरेर अगाडि बढ्न सक्यो भने मात्रै धरानको आर्थिक विकासमा राम्रो हुन्छ जस्तो लाग्छ।